हैन डाइरेक्ट यसो बोल्दै खाने हो। यो चाहिँ बेसी भयो के ल सबैजनालाई नमस्ते अरुहाङ ब्लगमा सम्पूर्णलाई नमस्कार छ है त। अच्छा हामी तपाईँहरूकै सामु चाहिँ कन्टेन्ट ल्याउने कोसिस गर्दैछौँ। सो आज चाहिँ हामीले चाहिँ दाजुले बनाउनु भएको यो चाहिँ रोस्ट छ अनि यता चाहिँ टक्क देख्न सक्नुहुन्छ करेन्ट अनि उता हाम्रो जुस छ। दिस इज करेन्ट यस अनि यो चाहिँ हाम्रो चिकन देखाइदियो चिकन लेग पिस वाउ दामी खाइदिने होइन त दाजु। हो दाजु अनि यो चाहिँ दाजुको हाम्रो राम्रो जुस छ। ल ठिक छ। अब सुरुमा के लेग पिसै खाउँ होइन त दाजु के गरौँ? जे खाँदा पनि भयो सो इच्छा हो के थाल्यो है त थाल्यो है त दाजु देख्ने भनेर वाह यो पनि सार्नु पर्यो नि त। हातले दिँदा पनि हुन्छ। वाह सन्देश वाह भन्ने जस्तो भयो मिठो भयो। अब फेरि करेन्ट चाख्नु पर्ने हुन्छ है त। ओ माई गड हाहा भन्ने जस्तो छ त्यसैको बाद ठिक छ बप्पाल आम्मामा पिरो त डेन्जर रुइन्छ होला आज। म चाहिँ पालि जुसबाट चस हाम्रो चाहिँ एउटा मात्रै गिलास छ त्यही भएर एउटैबाट खानुपर्ने हुन्छ। बाक्कुलो रहेछ हो म चाहिँ यही खान्छु ल पऱ्यो नै पहिले ओरेन्ज हो त्यो दाजु ओरेन्ज हो ओरेन्ज पनि सब मिक्स होला यो मिक्स रहेछ। ओइ पिरो त डेन्जर आउनु भएछ त नि पिरो त डेन्जर आउनु भएछ त फिर त डेन्जरै हुन्छ नि त। यो हातले भन्दा पनि अब चाहिँ उसले खानुपर्छ क्या हातले चपस्टिकले भन्दा पनि हातले यो चाहिँ हातले खाँदा मप्पाल भयो। बाबा ट्राई हानिसक्यो हजुर हानिदिएको मैले त यस्तो र दार्नु न। यो चाहिँ लेग पिस तिमी पनि पक्र हस् यो लेग पिस त्यहाँ पनि सँगै चस चस दाजु। हस् सर्ट भिडियोको लागि चाहिँ एकचोटि रोक्नु त एउटा भिडियोको लागि गरौँ एकछिन फेरि रोक्नु दाजु त्यो चाहिँ टिकटकको लागि ल मेरो टिकटकको लागि एकछिन है ल बनाउनु ल दाजु चस चस यस मोबाइल फेरि एक बाइट हान्दिमा अब यहाँ छ हाम्रो तातो करेन्ट है त। यो चाहिँ करेन्ट हातैले हानिदिँदा नि हुन्छ यस्तो समात्ने दामी बब्बा। हाम्रो अलिकति सल्लाह चाहिँ आज कस्तो भयो भने अलिक अनप्लान भयो नि त त्यत्तिकै आएर हातले हानिदिन्छु ल त हान्दै तिम्रै छ बारु यो खा रोक्नु दाजु त्यो चाहिँ मनमा जति टेन्सन भयो भने होइन टेन्सन हेर्नु मिल्दैन र मात्रै हो होइन कति छ भन्ने कुरा त। यो चाहिँ चना भिजाएको कस्तो राम्रो हेर्दा खतरा खाइँदैछ है हामी दाजुभाइ चाहिँ। जापान आएको पनि कति 8 महिना भइसक्यो होइन दाजु।
खोज्नु सोध्नु अलिक फोहोरी हुँदैछ कि कपालहरू के हुँदैछ ठिक छ जापानमा चाहिँ ककसको लाइफ यस्तो यो हुँदैछ चाहिँ लेग पिस हो कहिले काहीँ कमेन्ट यहाँ गर्नु चाहिँ विङ्स छ विङ्स फेरि विङ्स चाहिँ अलिक सानो सानो छ मैले रोस्ट गरेको पिरो चाहिँ बप्पाल भयो पिरो हल्दी खाइदियो अब खाइदिनु मजा भयो ले गाजर पनि छन् तर अलिक अस्ति नै लिएको मसिनो हो बोल्नै बोल्नु बोल्नु बवाल छ भ्युअर्सहरू यसो हामी खाएको हेरेर इन्जोय गर्नु ल तपाईँहरू जापानमा चाहिँ ककसको लाइफ यसरी बित्दैछ दुःख त आफ्नो ठाउँमा छ होइन कहिलेकाहीँ अब खुवाई पनि डेन्जर हुनुपर्छ क्या तर जापानमा आएको चाहिँ आधीहरूले चाहिँ दिमाग बिग्रिन्छ नै है साथीहरू जस्तो लाग्यो म चाहिँ मेरो 7-8 महिनाको एक्सपिरियन्सले चाहिँ रितेको बिल पो आउँछ होइन घरि के पो हुन्छ पिरो भयो हो पप्पा हो यो चाहिँ खाए जस्तो भयो क्या 5वटा ठिकै हो सबैजनाले सपोर्ट गरिदिनु है पारुहाङ ब्लग्सलाई अनि यता हाम्रो दाजुको पनि छ ट्याग गर्छु उहाँलाई पनि म उहाँलाई पनि सब्सक्राइब गरिदिनु होला मन परेछ भन्ने कहाँबाट हेर्नु हुँदैछ एउटा कमेन्ट पनि छोड्नु होला है त यस्तै छ हामी सानो भ्लगरहरू चाहिँ सबैजना सानो भ्लगरहरू चाहिँ एकले अर्कालाई सपोर्ट गरौँ अब चस गर्ने त्यो चाहिँ विङ्स हो चस चस यहाँ त छैन है यहाँ पिरो धेर छ यो एउटा यस्तै हो यो अलिक रातो देख्दैछु त एउटै बाटो सारेको नि एउटै भाँडाबाट निकालेको केटाले खाइसकेपछि चाहिँ डिफ्रेन्ट छ कि के अरे खतरा पिरो भयो भनेर योमा पनि 5वटा खोर्सानी लगाइदियो नि यो चिल्ली बनाउँदा नि अर्को काटेर यो करेन्टमा त हाल्नु भएन नि करेन्टमा त हालेछ यसलाई त पानी लाउनु पर्छ कि झन्डैले हालेको पो भएछ फेरि चिसो प्याज त यस्तो खाने हो नि त होइन दाजु गममै उसलाई उसँग लगाएर आउन यसरी यो फुटाउ यस्तो गर अनि यहीँनिर गर न त्यो त धेर भयो भिडियो त अब त कुन त्यति नै होस् है हामीले त्यो खाइसक्ने भनेको अब त्यसलाई टक्क गरिदिँदा नि हुन्छ बाटो त्यसलाई अब रोकौँ है
यस्तो गर्न एकछिन थोरै एकछिन बोल्नु न अब पेटै फुट्न आएर दुई चार शब्द राज नगोस् सबैजनाले के गर्नु लाइक सेयर सब्सक्राइब चाहिँ गर्नुपर्ने हुन्छ त्यति हो त्योभन्दा बेसी चाहिँ स्किप नगरिकन हेर्नु होला होइन मेरो चाहिँ अब छुट्टै खालको भ्लग आउँछ अलिक लाग्छ मेरो चाहिँ अहिले म अलिक रिकभर भइसकेको छुइनँ अझै अलिकति म रिकभर हुनु टाइम लाग्छ होइन जस्तो लागिरहेछ 1-2 वर्ष पनि लाग्न सक्छ के भन्छ स्टे ट्युन अब छिट्टै आउन सक्छ म चाहिँ अहिले चाहिँ जस्ट अहिले अलिकति म के भन्छ अलिक गाह्रो सिचुएसनमै छु परिस्थितिले बाँधिरहेछ जिम्मेवारीले बाँधिरहेछ भनौँ न होइन दाजुलाई सो ठिक छ सबैजनाले भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेरिदिनु भयो होला सो तपाईँहरूलाई धेरै धेरै धन्यवाद भिडियोहरू कन्टिन्यू गर्दै गर्नु होला होइन यस्तो भिडियो चाहियो त्यस्तो भिडियो बनाउनु भनेर पनि तपाईँहरूले एडभाइस दिन सक्नुहुन्छ है अच्छा सबैजनालाई फेरि लास्टमा नमस्ते है जुठो हातले छ सरी डोन्ट माइन्ड है सो जय नेपाल जय देश अब चाहिँ हामी चाहिँ छुट्नेछौँ फेरि हामी चाहिँ नेक्स्ट ब्लगमा फेरि भेट्नेछौँ